2-3 मिनेट त्यस्तैको युट्युबमा हाल्ने खालको। ए रोड ब्लग अनि चिल्लो बाटोमा देखाउनु पर्ने होइन, अलि हरियो देखिन्छ नि सुरुमा, त्यसबाट सुरु म त खिचिसकेँ, एडिट गर्नु होला। ल साथीहरू, आज हामी इस्ट वेस्ट होइन कि नर्थ साउथ कोरिडोरको रूपमा यो तमल कोरिडोरमा यात्रा छौँ। हाल अहिले पाँचथर जिल्लाको कुमायक गाउँपालिकामा छौँ। अब हाम्रो डेस्टिनेसन मूलघाट धनकुटा छ। आज धनकुटाबाट हामी माथि हिले काँक्री मास हुँदै लालीगुराँस गाउँपालिकासम्मको यात्रा रहन्छ साथीहरू। आज हाम्रो यात्रामा हाम्रो चाहिँ दुर्गा बास्कोटा दाई, हाम्रो सन्तोष नेपाली सर, हेलो हेलो, रमेश विश्वकर्मा सर, हेलो, र हाम्रो मेन डन कुलचन्द्र पौडेल सर र म रमेश यात्रा छौँ। हेर्नुहोस् एकदम बाटो फिलिलिलिले 100 किलोमिटर प्रति घन्टाको दौडले दौडिरहेछ। ल हेर्नुहोस् यो हो नि बाटो, यो हो नि तरिका, यो हो नि तरिका, यो हो बाटोमा बस्ती पातलो भए पनि यसले भविष्यमा ठुलो इम्प्याक्ट ल्याउँछ भन्ने हाम्रो पूर्ण विश्वास। यो साइडको दृश्यहरू देखाउँदा यता पहाडहरू होचा पहाड, राम्रा पहाड अलि उजाड हुन बसिरहेछन्। अलि मनसुनमा हरियाली आउँदैछ। अब एकदम सफा, तपाईँको अलिक तातो छ। यो 750 मिटर हाइटमा रहेछ। बाटो चाहिँ A1 अस्पाल्ट कङ्क्रिट, हेर्नुहोस् बबाल राम्रो। यतिको बाटो नेपालमा सायदै होला। यतिको दिएको दाइ हल्का दिनुपर्छ नि। कुन कम्पनीले गर्नुभएको उहाँलाई धन्यवाद छ। एकदम ठेकेदार कम्पनीले धेरै मेहनत गरेर गर्नुभएको रहेछ। ठकठाक छैन। चटक्कको चाहिँ नाला हेरिरहँदाको कालो पत्र हेर्नुको फर्स्ट थाहा भयो। तराईको सबै सेतो पत्र देखिन्छ, कालो पत्र पनि यहाँ देखियो। कस्तो हुन्छ बाटो हेर्नु होला। र हाम्रो कुलचन्द्र पौडेल सरको यो चाहिँ टिकटक, फेसबुक एकाउन्ट कहाँ हाल्नुहुन्छ उहाँले, त्यो लाइक, सब्सक्राइब, कमेन्ट गर्न नबिर्सिनु होला। हो के भ्लगरै भइयो त्यहाँ टाउको ठाउँ। के छ प्रतिक्रिया साथीहरू? रियल कुरो, हामी मान्छे एकदम सिरियस कुरा हाँसी लाग्छ, तर कुरो चाहिँ रियल हो हजुर। यो भिडियो फाल्नु कि दाजु, 10 वर्ष भयो भने तपाईँलाई एकदम मान्नु। यस्तो साथी थियो मेरो, रमेश भन्ने, यार क्या मिस गर्छु भन्नुहुन्थ्यो तपाईँले। त्यो मान्छे थियो भन्नु न। ओहो कालो माटी देखेछ यार। कालो पत्र त हो नि त। कालो पत्र यस्तो हुन्छ साथीहरू, जिन्दगी कालो पत्र नदेख्ने हेर्नु होला। सब तराईको सेतो पत्र देखेको यस्तो बाटोमा हाम्रो ड्राइभर माइलो दाइले गीत गाउँदै ड्राइभर माइलो गाइदिउँ त। माइलो मोटर गुडाउँदै हेर न हेर मोटर गुडाउँदै हेर कान्छी मायाले कलाई बोलाउँदै, हेर न हेर कान्छा मैयाले कलाई बोलाउँदै। तपाईलाई हो नि गुरुजी बोलाको रोहेलाई नै हेरेर टोलाको, हेरेर टोलाको। ड्राइभर माइलो मोटर गुडाउँदै हेर न हेर मैयाले कलाई बोलाउँदै, हेर न हेर कान्छा मैयाले कलाई बोलाउँदै। ल आजको भ्लग समाप्त।